नमस्ते एन्ड ह्याप्पी दसैँ टु एभ्रिवान। मेरो फ्यामिली र म जस्तै विदेशमा हुनुभएको सम्पूर्ण नेपालीहरूमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना। आज चाहिँ मेरो यो भिडियो चाहिँ हामी बुढाबुढीले घरबाट टाढा विदेशमा पहिलो दसैँ कसरी मनायो भन्ने छ। होप यु गाइज लाइक इट। र यो चाहिँ म बिहान नुहाइ गरेर रेडी हुँदैछु। बिहान चाहिँ मैले कुर्ता लगाएको थिएँ अनि हरेक नेपालीको जस्तै हाम्रो पनि बिहान चिया खाएर सुरु भयो। ल म यहाँ 2 जनाको लागि चिया बनाउँदैछु। चिया पनि रेडी भयो र हामीले यसरी चिया खायौँ। त्यसपछि मैले चाहिँ पूजा टिका लगाउनको लागि पूजा थाली माझेर धोएर रेडी गर्दैछु। अनि त्यसपछि खाना बनाउन थालेँ। खानामा चाहिँ मैले आज साग बनाएको थिएँ, काउलीको तरकारी बनाएको थिएँ र मासु त अभियसली पनि किनकि मासु नखाइकन त दसैँ आएको जस्तै लाग्दैन होइन। अब यो चाहिँ हामी रेडी भएर टिका लाउनको लागि यहाँ टिका लाउँदैछौँ। 2 जना अननोन छौँ हामी के गर्दैछौँ भनेर होइन। त्यही पनि यसो दसैँ हेरेर टिका लगाउँदैछौँ। अनि दसैँको टिका अनि टिकामा चाहिँ टिका लाउँदाखेरि मङ्गलधुन बजेन भने चाहिँ म चाहिँ आउँदैन नि त। त्यही भएर मैले चाहिँ गीतमा थोरै भिडियोमा चाहिँ मङ्गल गुण राखिदिएको छु बिचमा चाहिँ, ताकि मलाई धेरै बोल्न नपरोस्। अब 2 जना मात्रै भएको भएर चाहिँ मेरो हस्बेन्डलाई चाहिँ टिका लगाइदिने, अब आफूभन्दा ठुलो कोही नभएको भएर चाहिँ आफै टिका लगाउँदै हुनुहुन्छ ऐना हेरेर। अनि मैले ऐना समातेको भएन भनेर आफै तानेर ऐना हेरेर लगाउँदै हुनुहुन्छ। अनि म चाहिँ बेला बेलामा यता छेउमा मिलेन भनेर भन्दैछु होइन। अनि यसरी लगाउनु भयो आफूले आफूलाई। अनि बेला बेलामा पोज पनि दियो मेरो भिडियोको लागि भनेर भनेको थिएँ। अनि बेला बेलामा पोज पनि दिइरहनु भएको छ होइन। अब हेर्नु जमरा लगाएर अनि फेरि पोज दिनुहुन्छ यहाँ एउटा फोटोको लागि है भनेर भनेको थिएँ। अनि त्यही भएर फोटोलाई पोज दिनुहुन्छ। मेरो हस्बेन्डले टिका लगाएर भ्याउनु मलाई लगाइदिँदै हुनुहुन्छ होइन। अनि टिका लगाउने बेलामा चाहिँ मलाई राम्रो राम्रो आशीर्वाद दिनुहुन्छ। किनकि आशीर्वाद भएन है। टिका सिका लगाएर भएर हामीले चाहिँ फोटो सेसन गऱ्यौँ। अनि यहाँ चाहिँ थोरै थोरै मैले 1-2टा फोटोहरू राखिदिएको छु जुन चाहिँ हामीले टिकापछि खिच्यौँ। अनि त्यसपछि हामीले यम्मी यम्मी खाना खायौँ। खानामा चाहिँ ओहो मैले धेरै थरी तरकारी बनाएको रहेछु। अनि यो खाना भइहाल्यो होइन। त्यसपछि दिदीले कल गर्नुभएको थियो हामीलाई बिहान बिहान। अनि दिदीसँग बोल्दै खाना खायौँ। त्यसपछि हामी विकास दाइको घर गयौँ। अनि त्यहाँ हामीले तास खेल्यौँ एकछिन होइन। यो चाहिँ अब पैसा बिनाको तास है। अनि तास खेल्यौँ। तास खेलिसकेपछि अङ्कलले हामीलाई टिका लगाइदिनु भयो। र यहाँ चाहिँ मेरो बुढाले मेरो भिडियो चाहिँ उल्टो बनाइदिएछ। अनि हामीले बेलुका घर आएर फ्यामिली कल गऱ्यौँ।
यस्तै भयो हाम्रो दसैँ। तपाईँहरूको कस्तो भयो दसैँ? कमेन्ट गर्नुहोला।